हेलो नमस्ते साथीहरू। आज म तपाईहरुलाई चाहिँ बीएड थर्ड इयरको मेजर इङ्ग्लिस अन्तर्गत पर्ने जुन इङ्ग्लिस फर मास कम्युनिकेसन भन्ने सब्जेक्टको चाहिँ प्र्याक्टिकल रिलेटेड प्रोजेक्ट वर्क चाहिँ कसरी गर्ने भन्ने विषयमा चाहिँ भिडियो बनाउन गइरहेको छु। यहाँ चाहिँ सुरुमा अब हामीले यसमा चाहिँ प्रोजेक्ट वर्क जस्तो हुन्छ हैन। त्यसमा चाहिँ अब सुरुमा इङ्ग्लिस फर मास कम्युनिकेसन अफ फाइल एन्ड प्र्याक्टिकल एक्टिभिटिज सुरुमा चाहिँ यो लेआउट भयो बाहिरको। अनि त्यस पछाडि यो छ एक्नोलेजमेन्ट, दिस इज द एक्नोलेजमेन्ट। एन्ड अब यो चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ यो कन्टेन्टहरू कलेजको जुन अब यो सब्जेक्ट टिचरले चाहिँ एउटा गाइडलाइन प्रोभाइड गर्नुहुन्छ। त्यो गाइडलाइनमा चाहिँ अब कतिवटा क्वेसन्स, जस्तै यसमा चाहिँ 10वटा क्वेसन दिनुभएको थियो हाम्रोमा चाहिँ। सुरुमा चाहिँ कलेक्ट स्याम्पल अफ अनलाइन कन्भर्सेसन इन इङ्ग्लिस भनेर चाहिँ यसमा चाहिँ स्याम्पल अफ फेसबुक, स्याम्पल अफ इमेल र स्याम्पल अफ एसएमएस भनेर छ। अनि कलेक्सन अफ वान कमर्सियल एडभर्टाइजमेन्ट भनेर यसमा चाहिँ हिमालयन पोस्ट, यो चाहिँ न्युज पेपर रिलेटेड भयो। अनि कलेक्सन अफ 2 पोलिटिकल स्पेच इन इङ्ग्लिस, त्यसमा चाहिँ पोलिटिकल स्पेच र राइट रेडियो न्युज गरेर मैले 2टा लेखेको छु। अनि प्रिपरेसन अफ रेडियो न्युज द्याट रिलेटेड टु लेटेस्ट प्रोग्राम भनेर छ है। अर्को चाहिँ कलेक्सन अफ वान अफ स्ट्रेन्ज न्युज स्टोरी भनेर छ। अनि 6मा चाहिँ एडिटोरियल अन ग्लोबल वार्मिङ, 7मा चाहिँ ओपेड आर्टिकल अन सस्टेनेबल डेभलपमेन्ट, अनि 8मा कलेक्सन अफ डिफ्रेन्ट टाइप्स अफ न्युज हेडलाइन भनेर छ। 9मा चाहिँ वाच अफ टिभी प्रोग्राम इन इङ्ग्लिस, एन्ड 10मा चाहिँ प्रिपरेसन अफ फ्रन्ट पेज अफ न्युज पेपर भनेर यो 10वटा चाहिँ हामीलाई यो क्वेसन दिनुभएको थियो सरले पनि। अब हामीले चाहिँ यसमा प्र्याक्टिकल एक्टिभिटिज आफैले गर्नु पर्यो है त। सुरुमा चाहिँ छ कलेक्सन स्याम्पल अफ अनलाइन कन्भर्सेसन भनेर छ। अब यसमा चाहिँ सुरुमा मैले स्याम्पल अफ फेसबुकको राखेँ। यसमा चाहिँ जस्तै अब यो यहाँ देख्न सक्नुहुन्छ। अब यसको चाहिँ हामीले कमेन्ट्री लेख्नुपर्ने हुन्छ। यो चाहिँ इन दिस कन्भर्सेसन वर्ड्स आर क्वाइट फर्मल एन्ड इजी टु अन्डरस्ट्यान्ड, दिस कन्भर्सेसन इज बेस्ट अन आस्किङ फर हेल्प भनेर लेखेको छु है मैले चाहिँ। अनि अर्को छ कलेक्सन स्याम्पल अफ इमेल भनेर छ है। अनि त्यसै गरी अर्को चाहिँ स्याम्पल अफ एसएमएस, यो एउटा 3टा भयो। अर्को चाहिँ रहेको छ कलेक्सन अफ वान कमर्सियल एडभर्टाइजमेन्ट भनेर छ है। यसमा चाहिँ हिमालयन पोस्टको चाहिँ मैले यो जुन चाहिँ एडभर्टाइजमेन्ट यसमा चाहिँ कट एन्ड पेस्ट गरेको छु र यसमा सोर्स हिमालयन पोस्ट भइहाल्यो। कमेन्ट्री चाहिँ लेख्नुपर्छ हामीले तल। It is in quite short advertisement, but it is easy to understand. Candidates can easily apply it on this job. Easy language are used in this advertisement भनेर मैले कमेन्ट्री लेखेको छ है त। अनि त्यसै गरी अर्को चाहिँ छ कलेक्सन अफ 2 पोलिटिकल स्पिच भनेर छ है। यसमा चाहिँ मैले ट्रम्पको स्पिच टु द युएन जेनरल एसेम्ब्लीमा चाहिँ यो ट्रम्पको स्पिच एउटा राखेँ। अनि कमेन्ट्री यहाँ छ। अनि त्यसै गरी अर्को चाहिँ मैले विलियम वाइबरफोर्स 1789 एभोल्युसन स्पिच भनेर यो राखेको छु है। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अब यसको कमेन्ट्री चाहिँ आफै पढ्नु होला। प्रायः जसो चाहिँ अब हामी कस्तो हुँदो रहेछ भन्दाखेरि बिएड चाहिँ अब रेगुलर कलेज नजाने, इक्जाम मात्रै दिउँ न भन्ने कन्सर्न पनि कतिजनाको हुँदो रहेछ क्या। म जस्तो अब रेगुलर कलेज नजाने स्टुडेन्टको लागि चाहिँ यो हेल्पफुल हुन्छ होला यो प्र्याक्टिकल प्रोजेक्ट वर्क हजुरहरूको लागि भनेर मैले इक्जाम्पलको लागि राखिदिएको है त यो चाहिँ। अर्को छ रेडियो न्युज मेन्सनिङ द लेटेस्ट प्रोग्राम द्याट have attend in the campus or community भनेर छ। यो चाहिँ अब यो भइहाल्यो है, तपाईँहरू आफै पढ्नु होला। ल अर्को चाहिँ यहाँ छ 2टा भयो। अनि त्यसै अर्को चाहिँ कलेक्सन अफ वान स्ट्रेन्ज स्टोरिज भनेर छ है। यो चाहिँ मैले राइजिङ नेपालबाट कट एन्ड पेस्ट हानिदिएको है यो चाहिँ। र यो अलि नबुझिँदाखेरि मैले यही चाहिँ यहाँ सारेको है त, अरू केही पनि होइन। त्यहाँसम्म सारेँ र त्यस पछाडि लास्टमा अब एनालाइसिस अफ न्युज वर्थीनेस अफ दिस न्युज भनेर मैले यसको चाहिँ अलिअलि लेखिदिएको छु है यो चाहिँ आफैले। अर्को छ ग्लोबल वार्मिङ एन्ड न्यारोइङ विन्डो, एडिटोरियल भइहाल्यो। यो त नयाँ हेर्न सक्नुहुन्छ तपाईँहरूलाई, काम लाग्न सक्छ है। अर्को चाहिँ यसकै कन्टिन्यू भइहाल्यो यहाँसम्म ल। अनि अर्को छ अर्को ओपेड सस्टेनेबल डेभलपमेन्ट वाला। ओपेड छ है। ओपेड भनेको चाहिँ खासमा आफैले लेख्ने कुरा हो।
इक्जाम्पलको लागि हजुरलाई यसरी बनाउने हो भनेर मैले फर्मेट देखाउनुको लागि मात्रै राखिदिएको है त। र अर्को चाहिँ डिफ्रेन्ट टाइप्स अफ न्युज हेडलाइन भनेर छ। यो पनि मैले यो काठमाडौँ पोस्टबाट कट एन्ड पेस्ट हानेको हो। यसको चाहिँ अलिअलि आफै लेख्ने एउटा ब्यानर भयो। अर्को चाहिँ स्ट्रेट न्युज हेडलाइन भनेर हुन्छ, यसको फिचर लेखिदिएको छु यहाँ मैले। अर्को चाहिँ छ इन्भर्टेड न्युज हेडलाइन, टक्क लाएर यस्तो होइन, यहाँ छ फिचर्स। एन्ड नेक्स्ट वान इज द्याट स्पोर्ट हेडलाइन भनेर छ है, त्यति लेखिदिएको छ। अब कति मिल्छ मिल्दैन मलाई पनि थाहा छैन। द 3 इङ्ग्लिस टिभी प्रोग्राम, अर्को चाहिँ मैले ब्रिटेन गट ट्यालेन्टको एउटा लेखिदिएँ। अनि अर्को नेक्स्ट इज जिमी किमेल लाइभ, अनि गेम अफ थ्रोनको लेखिदिएको छु। अब यो लेख्दाखेरि चाहिँ अब लास्टमा सोर्स पनि खुलाइदिनु होला भन्दै, एहे सरी लास्टमा छ नि एउटा भनेको फ्रन्ट पेज अफ न्युज पेपरवाला मैले बनाएको छु है त। यो चाहिँ यहाँ हेडलाइन भयो द डेली भोइस, अनि काठमाडौँ एडिसन्स 27 अप्रिल 2026। अनि यसरी यो चाहिँ पिक्चरहरू राखेर एउटा फ्रन्ट पेज न्युज पेपरको एउटा स्याम्पल बनाएको छु है त। ल सक्यो। यो चाहिँ रहेको थियो बिएड थर्ड इयरको प्र्याक्टिकल वर्क। कति मोस्ट अफ दिलाई कन्फ्युजन हुने टपिक है त। अब रेगुलर कलेज जानेलाई चाहिँ नो प्रब्लम, उनीहरूलाई चाहिँ थाहा हुन्छ। तर हामी जस्तै यस्तो कहिलेकाहीँ अनुहार देखाउन जाने कलेज जाने मान्छेहरूको लागि चाहिँ दिस विल बी रियली हेल्पफुल है त गाइज। बाई बाई।